तनहुको व्यास नगरपालिका -1 मा सञ्चालित एक इटा उद्योगले मानव स्वास्थ्य र वातावरणमा गम्भीर असर पारेको भन्दै स्थानीय बासिन्दा र सामुदायिक वन उपभोक्ताहरूले उद्योग तत्काल बन्द गर्न माग गरेका छन्। बद्रु सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष चिनबहादुर भण्डारीका अनुसार उद्योगले सरकारको प्रावधान विपरीत कोइलाको सट्टा दाउरा प्रयोग गरी अत्यधिक धुवा निकालिरहेको छ। यस धुवाले स्थानीयलाई आँखा पोल्ने, घाँटी दुख्ने, श्वास फेर्न कठिनाइ हुने जस्ता स्वास्थ्य समस्या देखिएका छन् भने बोटबिरुवा पनि सुक्न थालेका छन्। सोही कारण सामुदायिक वनमा आबद्ध 180 उपभोक्तामध्ये 140 जनाले स्वच्छ वातावरण कायम गर्न उद्योग बन्दको माग गर्दै घरेलु तथा पर्यटन कार्यालयमा निवेदन दर्ता गरेका छन्। कोषाध्यक्ष कुलबहादुर दरैले औद्योगिकीकरण भन्दा मानव स्वास्थ्य महत्त्वपूर्ण भएको र प्रदूषण नियन्त्रणका लागि तुरुन्त उद्योग बन्द गर्नुपर्ने आवश्यकता रहेको बताएका छन्। औद्योगिकीकरण भन्दा मानव स्वास्थ्य र स्वच्छ वातावरण कति महत्त्वपूर्ण छ? आफ्नो विचार कमेन्ट गर्नुहोस्।